हेलो एभ्रिवान। आज चाहिँ म काउली साग अनि रुख टमाटरको अचार, कालो दाल अनि भात बनाउन लागेको हैन। यो चाहिँ रेडी गरेँ काउलीको लागि। पहिला काउली पकाउने भनेर सुरुमा चाहिँ तेल हालेँ हैन। त्यसमा चाहिँ जिरा अलिकति जाने अनि प्याजहरू हालेर हल्का ब्राउन भइसकेपछि चाहिँ अनि आलु हाल्नलाई रेडी गरेँ। अनि आलु हालिसकेपछि चाहिँ एकछिन अब ब्राउन होस् अनि आलु हालेँ। आलु हालिसकेपछि मैले एकछिन चलाएँ अनि मैले चाहिँ यो काउलीमा चाहिँ इस्कुस पनि मिसाउँ भनेर हैन। अनि इस्कुसको लाई पनि कट गरेर अनि आलुसँगै हालेँ किनकि अब काउली र इस्कुस त अलिसँगै हाल्नु भएन नि त हैन। इस्कुस अलिकति हुन्छ अनि त्यही भएर अलिकति चाँडो हालेँ। काउलीलाई फेरि छिटो पनि हाल्नु हुँदैन। काउली फेरि खोडियो भने राम्रो पनि देख्दैन, मिठो पनि हुँदैन। काउली त सक्लै मिठो हुन्छ। त्यही भएर अलिकति फ्राई भइसकेपछि लास्टमा चाहिँ मैले काउली हालेँ। अनि काउली हालिसकेपछि चाहिँ अनि धेरै चलाइरहनु पनि हुँदैन। म धेरै चलाउँदिनँ यो काउली हालिसकेपछि चाहिँ हैन। फेरि सानो टुक्रा हुन्छ नि। अनि यसलाई चाहिँ टक्क सग्लो नै राख्यो भने राम्रो देख्छ। एकछिन अलिकति चलाएँ, अलिकति चलाएर राखेँ। त्यसपछि अनि अदुवा लसुन गोलभेडा अनि धुलो मसला हालेँ। अब फर्स्टमा चाहिँ पहिला मेरो बेबीलाई चाहिँ पिरो नहालिकन निकालिदिन्छु मैले, अनि पछि पिरो हाल्छु। अब यो काउली चाहिँ रेडी भयो हैन। अब सागतिर लगाऊँ। साग पकाउनलाई अब रेडी गर्नुपर्छ। अनि जिरा जाने, खोर्सानी चाहिहाल्यो। अनि त्यसपछि साग, अनि रायो साग चाहिँ मेरो फेभरेट हो। साग सबै फेभरेटै छ, तर रायो साग चाहिँ प्रायः अब धेरै नै मिठो लाग्छ। बिहान बेलुकै दिए पनि मिठो लाग्छ मलाई। अनि चौचौहरूमा पनि हैन रायो साग चाहिँ मिठो लाग्छ। अनि यो रुख टमाटरको अचार अनि त्यसपछि दाल सिटी लागिसकेको थियो। त्यसपछि मैले झान्नलाई रेडी गरेँ, घिउ हालेँ। यो चाहिँ छ्यापी हो। छ्यापी पनि हाम्रै आफ्नै बारीको हो। यसलाई चाहिँ काटेर सुकाएर हामीले बनाएको जिम्बु जस्तै हुन्छ। अनि हिङ हालेँ अलिकति। अनि हिङ हालेर चाहिँ मैले दाललाई झानेँ। त्यसपछि अनि खानाको लागि मैले चाहिँ खाना पस्किँदा चाहिँ यस्तो भयो, मिठो भएको छ।